हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई च्यानल न्यू डेली ब्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदमै आरामै छु। सो आज चाहिँ हाम्रो नेपाली वर्षको नयाँ वर्ष पनि हो। सर्वप्रथम नेपाली नयाँ वर्ष 2082 सालको सम्पूर्ण देश विदेशमा रहनु भने सम्पूर्ण देशवासी र विदेशमा रहनु भने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नववर्ष 2082को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सो अब आज चाहिँ अब के शीर्षकमा बनाउने भन्दा पनि अब अगाडि नै टाइटल र थम्बनेल हेरेर थाहा नै पाइसक्नु भयो। त्यही नै हो, आज चाहिँ म यहाँ कतारको एकदम फेमस भाइरल ग्लास ब्रिजमा जानेछु। त्यहाँ चाहिँ अब के छ होइन, हेरौँ, लेट्स सी। अब भिडियोलाई चाहिँ अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु होला। अब चाहिँ म यहाँबाट अगाडि जान्छु र आज चाहिँ त्यहाँ चाहिँ बवाल हुन्छ अब नयाँ वर्षमा होइन। दाजुहरू नै आउनुहुन्छ त्यहाँबाट ट्याग आउनुहुन्छ लिफ्ट चढेर सरेर अर्को दाजु पनि हुनुहुन्छ। अब लेट्स सी द भाइरल ब्रिज, ग्लास ब्रिज गाइजहरू। वी विल सी देयर। यहाँबाट चाहिँ अब हामी ट्राम चढेर जाने हो। अब ट्राम आउनलाई चाहिँ 2 मिनट बाँकी छ। यहाँ चाहिँ हाम्रो आदर्श दाई के छ दाजु, ह्याप्पी न्यु इयर। दाईको चस्मा बवाल टर्किरहेको छ। त्यही नै, अब यहाँबाट चाहिँ ट्याक्क आउँछ मेट्रो ट्राम, त्यसमा चढेर जान्छ हामी। र अब भाइरल ब्रिजमा गएर भेट्नुपर्छ गाइजहरू। अपार्टमेन्टहरू यो एकदम आधुनिक मोडर्न तरिकाले निर्माण भएको रहेछ। अब यहाँमा अहिले अब मान्छेहरू नि बस्न सुरु गरिसक्यो होला। यहाँ चाहिँ अब एकदम यो भिआइपी एरिया, यो चाहिँ कतारको अहिले एकदम भिआइपी एरिया हो। यो मोडर्न चाहिँ अब भिआइपीहरू होइन, अब विदेशीहरू ट्याक्क अपार्टमेन्ट लिएर बस्छन् यहाँनिर चाहिँ। यहाँनिरको यो ट्याक्क अपार्टमेन्टकै छेउमा चाहिँ यो सर्ट टलाएर यो भ्यू हेरेर सट्टै यस्तो दामी भ्यू छ यहाँबाट, मरद भ्यू छ गाइजहरू, दामी भ्यू छ ट्याक्कै। यस्तो दामी छ। यो अपार्टमेन्ट भयो, यो चाहिँ यो अपार्टमेन्टको छेउमा समुद्र। पानी एकदम दामी पानी छ, एकदम सफा छ यो पानी चाहिँ। यहाँबाट चाहिँ अब लगभग 2 किलोमिटर जति हिँड्नुपर्ने रहेछ। अब हामी चाहिँ हिँड्नेछ। अब कतारको अब मौसम पनि अलिकति अहिले ज्यादा भइरहेको छ। अहिले लगभग 34 to 38 त्यसकै रेन्जमा होला। त्यही भएर अलिअलि गर्मी पसिसकेको छ यहाँ। र अब हामी चाहिँ यो त्यो ब्रिजबाट पार गरेर तपट्टि जानुपर्ने हुन्छ। त्यो जङ्गल जस्तै ठाउँबाट कटेर गएपछि बल्ल हामी डेस्टिनेसनमा पुगिनेछ। यहाँ चाहिँ यत्रो यत्रो बिल्डिङहरू अझै अन्डर द कन्स्ट्रक्सन छ हेर्नु त गाइजहरू। यो अझै माथि लाने होला सायद। यहाँदेखि कति हाइट छ, लगभग 50 तल होला नि, माथि होला। यत्रो अग्लो छ यो। त्यहाँबाट यस्तो गर्दा नि भेटेको होइन। भाइरल ब्रिज पुग्न अझै बाँकी छ। अब अझै 10-15 मिनट लाग्छ यहाँबाट त्यहाँ पुग्नलाई। हामी चाहिँ यो पुलमाथि अहिले चाहिँ म ट्याक्कै यो पुलमाथि छु, जुन यो तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ यसरी हेर्नु त तपाईँहरूले यसरी यहाँ छिरै आउन सकिँदैन। यो चाहिँ यहाँबाट पर घुमेर त्यो पर त्यो गाडी बसाउँदैछ नि, त्यहाँबाट घुमेर फेरि यहाँ आउनु पऱ्यो। अन्त कति यो सिस्टम छ कि यहाँनिर चाहिँ एकदम। हाम्रो अब नेपालमा भएको त अब जता पायो त्यतैबाट हिँड्न सकिन्थ्यो। यहाँनिर चाहिँ सम्बन्धित ठाउँबाट मात्रै हिँड्न मिल्ने बनाएको हुन्छ। सो यही नै हो सिस्टमेटिक। हामीले नि अब हाम्रो देशमा
यसरी नै सिस्टम बसेन भने त्यही सिस्टम चल्छ, जुन सिस्टम चलायो त्यही अनुसार चल्ने हुन्छ। भ्यू चाहिँ मरद छ यहाँबाट चाहिँ, हजुरहरूले हेर्न सक्नुहुन्छ। पुरै यो समुद्र, पुरै बिल्डिङहरू भयो होइन। यहाँबाट चाहिँ 360 डिग्रीकोमा देखाएको छ हजुरहरूलाई। यो म अहिले जोन उभिएको पनि यो चाहिँ पुल भयो होइन, यही पुल भयो। म चाहिँ यहाँ कतारको झाडीमा आएको छु। कतारमा चाहिँ कसले भन्छ हौ हरियाली छैन भनेर, हेर्न सक्नुहुन्छ है, यति दामी हरियाली छ। पुरै यो चाहिँ खाडी भनेर भन्न नि अलिक नसकिने जस्तो मलाई छ। पुरै दायाँ बायाँ पुरै हरियाली होइन, तल दायाँ बायाँ सबै यस्तो दामी दामी फुलहरू फुलेछ है, मान्नुपर्छ। बबाल छ बबाल। गर्मी भएको बेला चाहिँ ट्याक्कै यहाँनिर शीतल खाँदै एकदम चराहरूको एकदम आवाज सुनिँदै ट्याक्कै यसरी हिँड्न सकिन्छ। यहाँ चाहिँ एकदम बवाल छ। यहाँ चाहिँ बा यस्तो दामी छ यो पानी, यस्तो सफा पानी छ यहाँ चाहिँ। हजुर तिर थिनु यस्तो पानीको छाला यहाँ छ। यहाँ चाहिँ यसरी बसेर ट्याक्कसँगले पसिनै पसिना भएको छ। गर्मी छ कतारमा, पुरै पसिनै पसिना आयो। लगभग 2 किलोमिटर जति हिँडेर आयो उतादेखि मेट्रोबाट झरेर पसिना पसिना भएको छ। अब यहाँ चाहिँ एकछिन ट्याक्क बसेर यसो हल्का यो समुद्रको हावा खाएर यो पसिनालाई मार्नु पर्यो। एकदम दामी छ यहाँ चाहिँ समुद्र, दामी छ। छाल अलिअलि हानिरहेछ, कति सफा पानी छ यहाँ चाहिँ। यस्तो छ भ्यू यहाँको समुद्रको भ्यू। त्यो परतिर चाहिँ पुरा कन्स्ट्रक्सन भइरहेछ। यहाँ चाहिँ कन्स्ट्रक्सन अझै भइरहेछ एकदम तीव्र गतिमा, अझै विकास भइरहेछ कतारको। दामी छ, यस्तो छ समुद्र। यहाँ पौडी खेल्न मिल्ने भएर ट्याक्क पौडी खेल्न मिल्थ्यो। यहाँ चाहिँ बल्छी ल्याएर ट्याक्क लाएर माछा पनि मार्न सकिन्छ। यो अब टाइम छ होइन, अब आफूसँग अब के अरे मार्ने इक्विपमेन्ट छ भने चाहिँ यहाँ बसेर यो समुद्रको चिसो हावा खाँदै फिसिङ पनि गर्न सकिन्छ यो समुद्रमा है। ल अब म चाहिँ लगभग ब्रिज पुग्न लागेँ। त्यहाँनिरको त्यही हो ब्रिज। हाम्रो फाइनली डेस्टिनेसन भनेको अझै 10-15 मिनट 10 मिनट जति लाग्छ होला। यहाँ देख्न त नजिकै देखिन्छ, तर हिँड्न जाँदा टाढा हुन्छ यहाँ चाहिँ। अब लेट्स सी देयर गाइज। अब चाहिँ अलिअलि मान्छेको सल्भहरू यहाँ छ, पुरा फोटो सेसन भिडियो सेसनहरू भइरहेछ। दाइहरूको त यहाँ छ कहाँ गयो, पुरै हानिसकेको छ त। नेपाली दाजु के छ, कता हो घर? पर्छ ए। अब चाहिँ म यो ब्रिजको स्टार्टिङ फेजमा छु। यहाँबाट चाहिँ जाँदैछु होइन। दामी रहेछ वाटर फ्लोइङ। यहाँ चाहिँ सिसी क्यामेराहरू पनि रहेछ।
तल चाहिँ पानी माथि चाहिँ पुल यसको चाहिँ सेम आकृति क्रुज बोर्डहरू जस्तै ठुल्ठुलो ढुङ्गाहरू जस्तै रहेछ त्यो छ ब्रिजबाट भ्यू चाहिँ यस्तो छ अब घाम पनि ट्याक्क अस्ताउन लागेछ यस्तो छ यो चाहिँ फाइनल्ली यो I reached the glass bridge guys त्यो परको देखिने चाहिँ अघि हामी आएको अघि मेट्रोबाट आएको त्यहीँ हो र त्यहाँदेखि यहाँसम्म हिँडेर आएको त्यो जुम गरेर नि यति भेटिन्छ यहाँ चाहिँ ग्लास छ यहाँ मुनि चाहिँ पुरै पानी छ यो चाहिँ हाम्रो नेपालमा नि स्काई वाक छ नि त्यस्तै त्यहाँ चाहिँ चढेको छैन पहिलोचोटि अनुभव गरियो यो स्काई ग्लास वाकमा चाहिँ पुरै लचक लचक हुँदो रहेछ फ्लाइट यसरी भइरहेछ यहाँबाट भाइरल ब्रिजको माथिबाट गाउँ चाहिँ फाइनल्ली अस्ताएको छ रातो भएर म चाहिँ यहाँबाट यसरी हिँडिरहेको छु ब्रिजमा माथि आनन्द आएको छ हो यस्तो चाहिँ यो दुईवटा रहेछ त्यहाँ पनि रहेछ यहाँ दुईवटा डल्फिन फिस माछा रहेछ त्यहाँ प्लाजा मलको बिचमा चाहिँ म चाहिँ अब यसमा एक्सपिरियन्स गर्न गइरहेको छु बाबा पुरै लचक लचक हुन्छ त डर लाग्यो माइ लर्ड ओ पुरै लचक फिल हुन्छ यो चाहिँ मेरो पहिलो एक्सपिरियन्स हो यो ग्लास ब्रिजमा त्यो पनि यहाँ तल चाहिँ समुद्र छ माथिबाट चाहिँ यसरी वाक गर्न पाएछ एकदम ह्याप्पी अब चाहिँ म यहाँबाट निस्किन लागेको यो भाइरल ब्रिजबाट देखेको छु अब रुम पुग्न लागेको छु आजको भिडियोलाई चाहिँ अब मैले यहीँबाट अन्त्य गर्छु हजुरहरूलाई के कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला हैन र कोले कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि एकचोटि लेखिदिनु होला र म पनि थाहा होस् मेरो भ्युवर्सहरूले कहाँदेखि हेर्दै हुनुहुन्छ भने ल यस्तै छ अब हैन ट्याक्कै आइसक्यो अब यहाँबाट जाने ट्याक्क भात खाने ज्यापो सुत्ने त्यस्तै छ ल फेरि अब म अर्को नेक्स्ट भ्लग लिएर आउनेछु हजुरमा ल अर्को नेक्स्ट भ्लगमा भेटौँ ल गाइज सी यू नेक्स्ट भ्लग ओके बाई टेक केयर